यीशुको साथमा क्रुससम्मको यात्रा। आज 37औं दिन। शीर्षक एउटाले अर्काको बोझ उठाउनु। गलाती 6:2 यसरी लेखेको छ, एउटाले अर्काको भार उठाओ र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। हामीलाई एक अर्कोलाई प्रेम र सहायता गर्ने आज्ञा दिएको छ, तर त्यो कहिले र कसरी गर्नुपर्छ भनी जान्नका निम्ति बुद्धि र प्रार्थना चाहिन्छ। क्रिस्चियन जीवन सधैँ सहज हुँदैन। वास्तवमा यो सजिलो छँदै छैन। हामीसँग पनि अरूकै जस्ता बोझहरू छन्, सायद धेरै छन्, किनकि हामी संसारको अघि एउटा उदाहरण हुनै पर्छ अनि हामीले आफ्ना विश्वासको रक्षा गर्नुपर्छ। जब हामी प्रभुको साथमा हिँड्छौँ तब यी भारीहरू हलुका जस्तो लाग्छ। वास्तवमा ती हामीलाई बोझ जस्तो पनि लाग्दैन। जब हामी प्रभुका साथमा हिँड्दैनौँ तब हामीले बोक्नुपर्ने बोझमा अरू बोझ थपिन्छ। यस संसारका फिक्री धेरै छन् र ती निरन्तर हुन्छन्। यसैले बलियो बनेर प्रभुको पछि लागिरहनु सजिलो हुँदैन। हामी आउने संसारको निम्ति जिउने भए पनि वर्तमान संसारमा पनि जिउनु पर्छ। यसैले हामी चिन्तित बन्छौँ, शोक गर्छौँ र आत्मिक र शारीरिक दुवै रूपमा ठक्कर खान्छौँ र छामछुम गर्छौँ। हामी आफ्नो परिश्रमको बोझले दबिन्छौँ। हामी दोषको बोझ सहन्छौँ। हामीमाथि विभिन्न प्रकारका कठिनाइहरूको हमला हुन्छ। यी केही यस्ता ठुला बोझहरू हुन् जसले हाम्रा विचारहरूलाई स्वर्गतिर लगाउनुबाट रोक्दछ। बोझ र भारी बीच के भिन्नता हुन्छ? बोझ भनेको यस्तो कुरा हो जुन जानी जानी हाम्रो काँधमा राखिएको हुन्छ, त्यसमा हाम्रो कुनै दोष हुँदैन। भारी भनेको यस्तो कुरा हो जुन हामी जीवनको बाटोमा उठाउँछौँ र हाम्रो पिठोमा बोक्छौँ। बाइबलले भन्छ कि प्रत्येक व्यक्तिले आफ्नो भारी उठाउनु पर्छ। बोझ कुनै यस्तो कुरा हुन सक्छ जुन हामीसँग सम्बन्धमा भएको कुनै व्यक्तिले धोका दिएको कारण हामीले सहनु पर्छ। भारी भनेको जब हामी दुःखको स्रोत बनेर आफ्नो प्रियजनहरूलाई दुःख दिन्छौँ, त्यस बेला हामीले बोक्ने भारी हो। हाम्रो विवेकहीन कार्यको कारण हाम्रा प्रियजनहरू दुखी बनेको देख्नु साँच्चै एउटा ठुलो भारी हो। यस्तो समय पनि हुन्छन् जब कसैले हामीसँग गरेको व्यवहारको बदलीमा हामी बेठिक प्रकारले व्यवहार गर्दछौँ। हाम्रो व्यवहारले ल्याएको परिणामहरूको साथमा जिउनु पनि एउटा भारी नै बन्छ। भारी भनेको यस्तो कुरा हो जुन हामी आफैलाई बोकाउँछौँ। हामी प्रत्येकले आफ्नो नराम्रो वा गलत निर्णयहरूको परिणाम स्वरूप कसैलाई दुःख भोग्न लगाएका छौँ। हामीलाई चोट पुर्याउने कुनै व्यक्तिको हानि गर्दा त्यसले कुनै राम्रो गर्दैन। वास्तवमा यसले हाम्रो भारी अझ गरुङ्गो बनाउँछ। तर यही नै दाजुभाइ दिदीबहिनीको रूपमा हाम्रो भूमिका देखा पर्दछ। प्रभुको परिवारको सदस्यको रूपमा एउटाले अर्काको भार उठाउन्, सहायता गरून् हाम्रो कर्तव्य हो। जब कोही डगमगाउँदछ तब उसको भारीलाई सम्हाल्न हामी तयार हुन्छौँ। यदि कोही कठिनाइमा छ भने हामी उसको भारी उठाउन सहायता गर्छौँ। यदि कोही धर्मराउँछ भने हामी उसलाई उठाउँछौँ। एक अर्कोलाई शारीरिक र आत्मिक जीवनको वजन उठाउन सहायता गर्नु यस्तो बोलावट हो जसमा सबै क्रिस्चियन पूर्ण रूपले लागेको हुनुपर्छ। सुरुका मण्डलीका क्रिस्चियनहरू एक अर्कालाई प्रेम र वास्ता गर्ने तिनीहरूका समर्पणद्वारा चिन्दथे। सन्त पावलले विश्वासीहरूलाई दयालु र धीरजी बन्ने सल्लाह दिँदै सहनशीलताको विषयमा धेरै कुरा लेखेका छन्। यदि कुनै सङ्गी दाजुभाइ वा दिदीबहिनी कुनै उसको बोझ वा धम्कीको कारण दबिएको वा खतरामा परेको छ भने उसलाई सहायता गर्न निश्चित गर्ने हामी नै हुनुपर्छ। तिनीहरूलाई चकनाचुर हुन नदिनुहोस्। तिनीहरूलाई नाश हुन नदिनुहोस्। ती शास्त्री र फरिसीहरू जस्ता नहुनुहोस् जसले आफ्नो धार्मिकता प्रकट गर्न नियम र कानुनको विषयमा कुरा मात्र गर्दथे। यसुले भन्नुभयो, तिनीहरूले गरौँ र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफै चाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्। हामी अरूको बोझ नबढाइदिउँ, बरु तिनीहरूका निम्ति त्यो हलुका बनाइदिउँ। ख्रीष्ट येशूले जीवनका कुराहरूले दबिएका मानिसहरूको सङ्घर्ष, पीडा र बोझहरूप्रति सधैँ दया देखाउनु भयो। उहाँले भन्नुभयो, हे सबै थाकेका र बोझले दबिएका हौ, म कहाँ हौ, म तिमीलाई विश्राम दिनेछु। अरूका बोझहरू थाहा पाउने इच्छा र सिप विकास गर्नुहोस् र दिनौ ती बोझहरू हलुका पारिदिन आफैलाई समर्पण गर्नुहोस्। सन्त पावलले हाम्रो विश्वासको आनन्द नष्ट पार्न खोज्ने कुनै पनि कुरा बोझ भनी परिभाषित गरेका छन्। चाहे त्यो हामीलाई परमेश्वरको भलोपनमा शङ्का गर्ने बनाउने दुःखद घटना होस् वा हामीलाई दोष वा दण्डको दलदले खाडलमा तानेर लैजाने पाप नै किन नहोस्। हामी कसैको बोझ कसरी उठाउँछौँ? कसैको बोझ उठाउनु कुनै बिरामीको निम्ति भोजन बोकेर लैजानु वा कुनै बिरामीलाई गाडीमा राखेर उपचारको निम्ति डाक्टर कहाँ लैजानु वा कुनै शोकित र दुखित मानिसको छेउमा बस्नु वा कसैको निम्ति प्रार्थना गरिदिनु पनि हुन सक्छ। प्रार्थना यति शक्तिशाली हुन्छ र धेरैचोटि गरौँ भारी बोकिरहेको कुनै व्यक्तिको
निम्ति हामीले गर्न सक्ने सबैभन्दा उत्तम कुरा हुन्छ हाम्रा विश्वासी दाजुभाइ दिदीबहिनीहरूका निम्ति प्रार्थना गर्नु हामीले गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो। यसले तिनीहरूका साथै हाम्रा बोझहरू सहज र हलुको बनाउँछ। यसैले हर प्रकारले तपाईँको मित्रहरूका बोझहरू उठाइदिनुहोस्, तर तिनीहरूलाई एउटै कृपा गर्नुहोस्, तिनीहरूका बोझहरू नबोकिदिनुहोस्। जब हामीले जीवनका बोझहरूलाई भारी बनाउँछौँ तब प्रभुले मात्र हामीलाई दबाउने बोझहरू हटाउन सक्नुहुन्छ। यो लेन्टको समयमा हामी एकअर्काको बोझ उठाउनेछौँ भने हामी प्रतिज्ञा गरौँ, हामी प्रभुको नजिकमा अडेस लाउँ, जसले उहाँको आफ्नो जीवनबाट हामी यस किसिमको जीवनमा कसरी बढ्न सक्छौँ भनी देखाउनु भएको छ। आउनुहोस् हामी प्रभुको व्यवस्था पुरा गरौँ, हामी मनन गरौँ। जीवनमा असफल हुने वा गल्ती गर्ने मानिसहरूप्रति मेरो व्यवहार कस्तो छ? के ममा तिनीहरूप्रति साँचो पीडा र वास्ता छ, वा के तिनीहरूको हानि हुँदा म रमाउँछु? असफल बनेको कुनै व्यक्तिलाई पछिल्लोपल्ट मैले कहिले सहायता गरेँ जसको कारण मलाई अगाडि बढ्न कठिन भएको थियो? मेरो जीवनमा यस्तो गुण विकास गर्न मैले के गर्ने योजना बनाएको छु? जीवनमा लागू गर्नुपर्ने कुराहरू, म कसैलाई दोष लगाउने छैन, म तिनीहरूलाई सहायता गर्छु जो खडा हुन र जीवनको पूर्णता प्राप्त गर्न नसक्ने गरी धेरै कमजोर छ। गल्ती गर्नेहरूलाई म प्रेमपूर्वक स्वीकार गर्छु र कोमलता साथ उसलाई सुधार्छु। हामी प्रार्थना गरौँ। प्यारो प्रभु येशू, म तपाईँको र मेरो कठिन समयमा मलाई मार्ग निर्देशन र सहयोग गर्न तपाईँले खडा गर्नुभएका मानिसहरूको प्रेमद्वारा ढाकिएको छु। प्यारो प्रभु, म कमजोर र दुर्बल मानिसहरूलाई सहायता गर्ने व्यक्ति पनि हुन चाहन्छु। मलाई अरूहरूको बोझ उठाउने व्यक्ति बन्न सहायता गर्नुहोस्, ताकि तिनीहरू सधैँ तपाईँको हुनका निम्ति तपाईँको साथमा हिँड्न सकुन्। मलाई बुझ्ने अनुग्रह र शक्ति दिनुहोस्। येशूको नाममा प्रार्थना गर्दछु, आमेन।